व्यवस्था बचाउन अब तपाईँले अन्तिम अस्त्र कसरी प्रयोग गर्नुहुन्छ? पूर्व राजा ज्ञानेन्द्र शाहले भनिसक्नुभयो अब म सक्रिय हुन्छु। सक्रिय भयो भने सिद्धिन्छन् तिनी। यिनलाई चाहिँ नेपाली जनताले उदारतापूर्वक राजावादीहरूलाई बस्न निर्देशन दिइसक्नुभयो, दिएको, कमल थापालाई बोलाएर, राजा निगदेललाई बोलाएर, नवराज सुवेदीलाई बोलाएर, केशरबहादुर विष्टलाई बोलाएर भन्नुभयो अब राज संस्था बिउत्याउने नेपालमा राज संस्था पुनर्स्थापना गर्ने आन्दोलन सुरु भयो। असम्भव। पूर्व राजा ज्ञानेन्द्र शाह राजा बन्ने रे अब असम्भव। तपाईँकै कार्यकालमा। ल म हेर्छु, तपाईँलाई विश्वास लाग्दैन? बिल्कुल लाग्दैन, यो असम्भव कुरा हो। तपाईँ बाँचिन्छ नेपालमा राज संस्था फर्काउँदैन, तपाईँ छाती भात राखेर जनताको बस्नुहुन्छ। आजको चेतना कुनै हालतमा राजतन्त्रको पक्षमा जान सक्दैन। यो मूर्खता नगरे हुन्थ्यो। मैले त तराईमा अभियानमा हिँड्दै गर्दा ज्ञानेन्द्र शाहलाई भनेको थिएँ सुझाव, जनताको उदारतालाई कमजोरी ठानेर यो हरकत गर्यो भने जनता सधैँ उदार हुँदैन है, यो कुरा ख्याल गरिराख्नु। आज तपाईँलाई थ्रेट गर्नुभयो उहाँले। त्यो थ्रेट उनले गरेको थ्रेटलाई मैले रौँ बराबर थ्रेट ठाने होइन। मसँग मैले अस्ति भने तपाईँले देख्नुभयो, तपाईँले कारबाही गर्न तिनले सक्नुभयो। मैले के भने राजाजी आएको प्रतिवेदनमा तपाईँले कार्यान्वयन गर्नुभयो, त्यसले सम्झौता गरे होइन? मैले भने होइन, पहिलोचोटि प्रधानमन्त्रीको रूपमा फेरि छानबिन हुन्छ दरबार हत्याकाण्डको भनेर सुरु गरेको होइन छानबिन भएको हुन्छ। हेर्नु होला समय आउँदै दरबार हत्याकाण्डको छानबिन गर्नु, तपाईँ दोषीलाई कारबाही गर्नुहुन्छ आज भन्नु। यही मूर्खता चाहिँ राजावादीले गर्दै गए राजा भने विरुद्धको फेरि वंशनाश गर्नेलाई कारबाही गर्न हुन्छ, सक्नुहुन्छ। गर्न पर्छ। अब यही तरिका राजावादीहरूले अपनाउँछन् भने त्यो दिन छिटै आउन सक्छ। चलखेल बढी भयो भने संविधान र त्यसको भावना र मर्म विपरीत गतिविधि गरे भने उनलाई कारबाहीको दायरामा ल्याउनु पर्ने हुन्छ। कारबाहीको दायरामा ल्याउनु पर्ने हुन्छ। मैले त प्रधानमन्त्रीलाई अस्ति पनि सुझाव दिएको थिएँ, उनलाई दिएको सेक्युरिटी झिकिदिनुपर्छ। पहिला अनावश्यक बेकार कामना काजसँग एउटा मामुली नागरिक भनेर चाहिँ जनताले राखेको मान्छेलाई किन दिनु पर्यो सेक्युरिटी? पहिला त सेक्युरिटी झिकिदिनुपर्छ उनको। त्यति गर्दा पनि उनी फेरि मै हो भनेर चाहिँ भन्न खोज्छन् भने अगाडि बढेर कारबाहीको दायरातिर ल्याउन पनि पर्ने। कारबाही जे पनि नजरबन्दमा राख्ने पहिलो हुन, मैले भने नि सेक्युरिटी झिकिदिने हुनसक्छ पहिलो, दोस्रोमा गएर नजरबन्दमा राख्ने हुनसक्छ, तेस्रोमा जरुरी पऱ्यो भने जेल हाल्ने पनि हुनसक्छ नि। कसले जेल किन नसक्ने? नेपाली जनताको साथ किन नसक्ने? मजाले सकिन्छ। वर्तमान प्रधानमन्त्री केपी शर्माले जेल हाल्न सक्नु होला, तपाईँलाई विश्वास छ? अब मलाई लाग्छ, मैले जे देखेको छु नि, मैले गएको 2-3 महिना यता नेपाली जनतासँग ग्राउन्डमै जमिनमै गएर बुझेको छु मैले जनताको मनोविज्ञान, मनोभावना, चेतना के छ भन्ने कुरा। त्यसकारण यो बढ्ता राजावादीले किन गरेका हुन् मैले बुझेको छैन। यो हुनेवाला कुरा पनि होइन। यो इतिहास पछाडि त फर्किनै सक्दैन। गणतन्त्रको विकल्प अझ राम्रो गणतन्त्र हो, लोकतन्त्रको विकल्प अझ राम्रो लोकतन्त्र हो। त्योभन्दा राम्रो सिस्टम दुनियाँमा अहिलेसम्म देखिएकै छैन। हाम्रो संविधानले यो चाहिँ व्यवस्थालाई अब समाजवादतिर लाने भनेको छ। त्यसकारण यो बढ्ता चाहिँ ताउरमाउर राजावादीहरूले, म के भन्न चाहन्छु, राजावादीले ताउरमाउर बन्द गरे हुन्छ। मलाई अझ अनौठो के लाग्छ भने हाम्रो संविधान उदार छ। राजावादीहरू संसदमा पनि छन्, बोलिरहेका छन्, त्यहाँ भत्ता पनि लिइरहेकै छन्, खाइ पनि राखेकै छन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको भत्ता पद सबै लिने अनि फेरि चाहिँ निरङ्कुशता फर्काउँछौँ भन्ने यो नै अनैतिक छ।